कोणको अर्थक 50 डिग्री कोणको अर्थक। पहिला सुरुमा 50 डिग्रीको कोण बनाऊ। चाँदले 50 डिग्रीको कोण बनाउने। चाँदले 50 डिग्रीको कोण बनाइरहेको छु। 50 डिग्रीको कोण 10, 20, 30, 40, 50। 50 डिग्रीमा चिनो लाउने। 50 डिग्रीमा चिनो लगाएपछि हामी यसरी 50 डिग्रीको कोण बनाउँछौँ। ए, बी, सी यो 50 डिग्रीको कोण भयो। अब कुनै एउटा चापले बीबाट हामी यसरी काट्छौँ। अब यहाँनिर हामीले यो पोइन्टबाट यो काटेको पोइन्टबाट यता बीचतिर काट्ने, यो माथिको काटेको पोइन्टबाट पनि बीचतिर काट्ने। यसरी काटिसकेपछि अब यो बी पोइन्ट र काटेको पोइन्ट जोड्ने गरी एउटा सिधा रेखा तान्ने। सिधा रेखा भइसकेपछि यो चाहिँ यो पोइन्टलाई अब डी दिउँ। अब यसरी एङ्गल एबीसी को अर्थक बीडी हो। बीडी हो। यो 50 डिग्री भएपछि यो 25 डिग्री अनि यो 25 डिग्री। अर्थकले कोणलाई 2 बराबर भागमा विभाजन गर्छ। यो पूरा कोण एबीसी 50 डिग्री भएपछि एङ्गल एबीडी 25 डिग्री, अर्को सीबीडी पनि 25 डिग्री हुन्छ।